नेपाली सेनाले कब्जा गरेका ती नेताहरूलाई आज किन छोडिँदैछ? अनुसन्धानका निमित्त तत्कालै गृह मन्त्रालयबाट निर्णय हुने हो कि राष्ट्रपति कार्यालयबाट निर्णय हुने हो? तत्काल अनुसन्धान गर्नका निम्ति उसमा चलाइयोस्, कुन चाहिँ छ ठुलो जेल त्यसैमा हालियोस् र अनुसन्धान गर्न सुरु गरियोस्। तिनीहरूलाई किन छोड्ने? हतियार राखिसकेपछि, घर भत्काइसकेपछि आज धेरैजना व्यक्तिहरूलाई यिनै नेतालाई स्वीकारेर जानुपर्छ। यिनै नेता हुन् हाम्रा भगवान। जनताले जे चाहन्छ, जनताले के चाह्यो? मुलुकको परिवर्तन चाह्यो, स्वतन्त्रता चाहियो, फ्रिडम चाहियो, भ्रष्टाचार, जिरो करप्सन चाहेको होइन। हाम्रो कोठाबाट तिर्ने पैसा चाहिँ हामीले जोगाएर यता आन्दोलनमा लागेको छ। भोलि यहाँबाट फर्केर गइसकेपछि घरबेटीले पैसा तिर्न सकेन भने निकालिदिन्छ। यस्तो स्थितिमा युवाले नेतृत्व गरेर राखेको, त्यसो हुँदा हाम्रो आन्दोलन कसरी सफल भयो? आन्दोलन जेनजीले नेतृत्व गर्यो, नेपाली जनताले साथ दियो अनि आन्दोलन सफल भएको। आज तत्कालीन यो अन्तरिम सरकारले गरेको निर्णयले भोलिको मुलुकको भाग्य र भविष्य, जनताको अवस्थामा सुधार ल्याउनु। जहिले पनि मैले भनेको छ, जनताको अवस्था नसुध्रिउन्जेल, जनताको पद्धति नसुध्रिउन्जेल अवस्थामा परिवर्तन आउने। तत्काल ती भिडियो फुटेजहरू सार्वजनिक गर्न बन्द गरियोस्। मान्छे फ्रस्ट्रेसनमा गइसक्यो, मान्छे झुट्निन थालिसक्यो। देशको परिवर्तन गरेर मर्नुपर्ने बाध्यता कुन पद्धतिले जनाउँछ? देशको परिवर्तन गरेर कुन देशमा मान्छे मर्न बाध्य हुनुपर्छ? त्यसो हुँदा परिवर्तन चाहेको नेपाली जनताले, परिवर्तन चाहेका नेपाली आमाले, सम्पूर्ण नेपाली आमाहरूलाई अनुरोध गर्न चाहन्छु, भन्न चाहन्छु, तपाईँहरूले देखेको सपना, तपाईँहरूका छोराछोरीले देखेको सपना पुरा हुनेछ। हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्यौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। रात गए अग्राह बनाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ? पिपुल पावर, पिपुल चोइस, पिपुल भोइस, यी कुराहरू हामी भन्छौँ। त्यसो हुँदा डेमोक्रेसीले परिवर्तन ल्याएको, तर अवस्था परिवर्तन, संविधानको रक्षा र देशको रक्षा गर्छ नेपाली जनताले। संविधानको विधि पद्धति बनाएर अगाडि बढ्छ नेपाली जनता। विधिभन्दा पछाडि त किन जान्छ? तर विधि बनाउने कुरामा के हुन्छ? अहिलेको विधिले मुलुकको परिवर्तन गर्न सक्दैन। नेपाल अहिले दुःखमा छ। नेपाल भूमिले शान्ति चाहन्छ, मुलुकले परिवर्तन चाहन्छ, जनताले अवस्था परिवर्तन चाहन्छ। हामीलाई गाउँ र बस्तीबाट फोन आइरहेको छ, तपाईँहरू सडकमा आन्दोलन गर्नु, अब गाउँ परिवर्तन हुँदैन, गाउँमा त आन्दोलनै भएन त भनिहाल्नु। ढुक्क हुनुहोस्, परिवर्तन गाउँदेखि सहरसम्म हुन्छ। देशदेखि मतलब यो देशको भूमि जुनसुकै ठाउँ र टोल गाउँ छन्। त्यसो हुँदा आन्दोलन काठमाडौँमा मात्रै भएको होइन, आन्दोलन देशव्यापी रूपमा भएको हो। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ। यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा। त्यो हुँदा को व्यक्तिले नेतृत्व गरेर को कसले के गर होइन। अबको स्थितिलाई कसरी सुधार गर्नुपर्छ? लुकेर किन लुक्ने? आन्दोलन गर्ने बेलामा आन्दोलन। अब धेरैजना आन्दोलनकारीहरू डराइरहनु भएको। आन्दोलनकारीहरू के भन्नुहुन्छ? अब हामीलाई कारबाही पो हुने हो कि? मलाई फोन गर्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हाम्रा साथीहरूलाई फोन गर्नुहुन्छ। हामी दुई चारजना आएर हामीलाई पदको लोभमा हामीलाई कसैले केही दिन्छ भनेर होइन। हामीले सडकमा आन्दोलन गरेका थियौँ र सडकको आन्दोलनको भागीदारी हामी पनि माग पुरा गर्नुपर्छ भनेर हामी आएका हौँ। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर को पक्षधर, हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईँहरूले वास्तविक रियल जेनजीहरू, घाइतेहरू, त्यो अहिले मैले धेरै कुराहरू राख्नु छ। अर्को कुरा के छ भनेदेखि अहिलेको तत्कालीन सरकारले आज हामीले फेरि यस्तो हुन्छ, यो स्थितिमा अहिले कोही निर्णय लिन सकिन भने आज निर्णय गर्न सक्यो, रात गए अग्राह बनाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ? जनताको अवस्थामा कसरी सुधार आउँछ? त्यसो भएको हुँदा सबैजनाले के हो भनेदेखि यो पत्रकारको मिडिया मार्फत हामी भन्न चाहन्छौँ, तपाईँहरू हाम्रो साथी हो। हामी तपाईँहरूसँग संवाद गर्न चाहन्छौँ, तपाईँहरूका विचारहरू सुन्न चाहन्छौँ र हामी भन्न चाहन्छौँ देशले परिवर्तन चाहेको छ, मुलुकले परिवर्तन चाहेको छ। हामी डेमोक्रेसी पक्षधर हो, हामी डेमोक्रेसी पक्षधर हो। डेमोक्रेसी पक्षधरले के भन्छ? पिपुल पावर, पिपुल चोइस, पिपुल भोइस, यी कुराहरू हामी भन्छौँ। त्यसो हुँदा डेमोक्रेसीले परिवर्तन ल्याएको, तर अवस्था परिवर्तन। अब दुई दिनको मतलब कि आज राष्ट्रपतिबाट विज्ञप्ति जारी गर्छ, अलिकति मलाई दुःख लाग्यो। त्यो विज्ञप्तिमा भनिएको छ अब संविधानको रक्षा गरियो, संविधानको रक्षा र देशको रक्षा गर्छन् नेपाली जनताले। संविधानको विधि पद्धति बनाएर अगाडि बढ्छन् नेपाली जनता। विधिभन्दा पछाडि त किन जान्छन्? तर विधि बनाउने कुरामा के हुन्छ? अहिलेको विधिले मुलुकको परिवर्तन गर्न सक्दैन। यो कुरा जहाँ बोल्नुपर्छ, जहाँ गर्नुपर्छ हामी तयार छौँ, जहाँ बोल्नुपर्छ, जहाँ बोलाइन्छ तयार छौँ, तर हामी कसैलाई विरोध गर्दैनौँ। तर के चाहिँ भनेदेखि नेतृत्व लिएर गइसकेपछि नेतृत्वले तुहाउन चाहिँ पाउँदैन, माग र मुद्दाहरू तुहाएर चाहिँ अगाडि बढ्न पाउँदैन। परिस्थितिले शून्यता छ। हामी के भन्छौँ? नेपाल अहिले दुःखमा छ। नेपाल भूमिले शान्ति चाहन्छ,
मुलुकले परिवर्तन चाहन्छ, जनताले अवस्था परिवर्तन चाहन्छन्। त्यसो भएको हुँदा आज हामीलाई भनिरहेका छन्, हामीलाई गाउँ र बस्तीबाट फोन आइरहेको छ, तपाईहरु सडकमा आन्दोलन गर्नु, अब गाउँ परिवर्तन हुँदैन, गाउँमा त आन्दोलनै भएन त भनिराख्नुहोस्। ढुक्क हुनुहोस्, परिवर्तन गाउँदेखि सहरसम्म हुन्छ। देशदेखि मतलब यो देशको भूमि जुनसुकै ठाउँ र टोलका हुन्छन्। त्यसो हुँदा आन्दोलन काठमाडौँमा मात्रै भएको होइन, आन्दोलन देशव्यापी रूपमा भएको हो। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ र परिस्थितिलाई पद्धतिमा बनाएर नियमन गरेर मुलुक र जनताको भाग्य र भविष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरामा हामी दुई मत छैनौँ। त्यसो हुँदा हामी न त धर्म विरोधी हौँ, न त जात विरोधी हौँ, न त कुनै व्यक्ति विरोधी हौँ, न त कुनै मतलब के अहिलेको स्थितिमा सम्पूर्ण नेपाली हामीले फेरि आह्वान गर्ने गरेका छौँ। हामीले के आह्वान गर्ने गरेका छौँ? यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा। त्यो हुँदा को व्यक्तिले नेतृत्व गरेर को कसले के गर होइन, अबको स्थितिलाई कसरी सुधार गर्नुपर्छ। लुकेर किन लुक्ने? आन्दोलन गर्ने बेलामा आन्दोलन, अब धेरैजना आन्दोलनकारीहरू डराइरहनु भएको छ। आन्दोलनकारीहरू के भन्नुहुन्छ, अब हामीलाई कारबाही पो हुने हो कि? मलाई फोन गर्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हाम्रा साथीहरूलाई फोन गर्नुहुन्छ। हामी दुई चारजना आएर हामीलाई पदको लोभमा हामीलाई कसैले केही दिन्छ भनेर होइन। हामीले सडकमा आन्दोलन गरेका थियौँ र सडकको आन्दोलनको भागीदारी हामी पनि माग पूरा गर्नुपर्छ भनेर हामी आएका हौँ। त्यसो हुँदा हाम्रो परिस्थितिलाई पद्धतिमा परिवर्तन गरेर जनताको भाग्य र भविष्यलाई, जनताको अवस्थालाई यहाँ आज बहुदलीय हटाउँछन् कि? बहुदलीय हट्दैन, तर बहुदलीय नहटे पनि यस्तो पद्धति रहँदैन। अब फेरि अर्को अनुरोध गर्न चाहन्छु। अर्को अनुरोध के गर्न चाहन्छु? नेपाली सेनाले कब्जा गरेका ती नेताहरूलाई आज किन छोडिँदैछ? अनुसन्धानका निमित्त तत्कालै गृह मन्त्रालयबाट निर्णय हुने हो कि राष्ट्रपति कार्यालयबाट निर्णय हुने हो? तत्काल अनुसन्धान गर्नका निम्ति उसमा चलाइयोस्, कुन चाहिँ छ ठुलो जेल त्यसैमा हालियोस् र अनुसन्धान गर्न सुरु गरियोस् तिनीहरूलाई। किन छोड्ने? अठ्याएर राखिसकेपछि, घर भत्काइसकेपछि आज धेरैजना व्यक्तिहरूलाई यिनै नेतालाई स्वीकारेर जानुपर्छ। यिनै नेता हुन् हाम्रा भगवान। जनताले जे चाहन्छ, जनताले के चाह्यो? मुलुकको परिवर्तन चाहियो, स्वतन्त्रता चाहियो, फ्रिडम चाहियो, भ्रष्टाचार जिरो करप्सन चाहेको होइन। अनि फेरि तिनै भ्रष्टाचारीलाई ल्याउने? त्यसो भएको हुँदा हामी भन्न चाहन्छौँ, हामीले कुनै पनि स्वार्थ लुकाएर हामी कुनै पनि उसमा आएका होइनौँ। आज किन प्रेस मिट गरे त यिनीहरूले? दुई चारजना बसेर, दुई चारजना होइन, हामी सडकको प्रतिनिधिका रूपमा, सडकको आन्दोलनका पदाधिकारी मतलब कि पद्धतिको रूपमा आयो। हामी कोही नेतृत्व होइन, प्रश्न हुनुहोस् है तपाईँहरू। हामी नेतृत्व गरेर के नलाउँला के नखाउँला भनेर हामीलाई कसले पैसा दियो? अघि भनेको छ, हाम्रा कोठा भाडा तिर्ने पैसा चाहिँ हामीले जोगाएर यता आन्दोलनमा लागेका छौँ। भोलि यहाँबाट फर्केर गइसकेपछि घरबेटीले पैसा तिर्न सकेन भने निकालिदिन्छ। यस्तो स्थितिमा युवाले नेतृत्व गरेर राखेको। त्यसो हुँदा हाम्रो आन्दोलन कसरी सफल भयो? आन्दोलन जेनजीले नेतृत्व गर्यो, नेपाली जनताले साथ दिए अनि आन्दोलन सफल भएको। त्यसो हुँदा यसलाई नेपाली जनताले जस्तो अवस्था, नेपाली जनताले यो प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गरिरहेका छन्। त्यसो हुँदा प्रत्यक्ष निर्वाचनको कार्यकारीको पदाधिकारीको माग गरेको हुँदा यो कुरा पारित हुनुपर्छ। अर्को कुरा के छ भनेदेखि यहाँनेरि हामी कुनै भूगोलको परिवर्तन उलेर कुनै होइन, तर हामीले अब चाहिँ माग चाहिँ पूरा गर्नुपर्छ। र हामी के भन्छौँ भने अब हामी वार्तामा आउन चाहन्छौँ, हामी संवाद गर्न चाहन्छौँ, हामी एक अर्कामा सम्मत गरेर अगाडि बढ्न चाहन्छौँ। हाम्रो स्वतन्त्र आजसम्म यहाँनेरि आएका साथीहरू कुनै पनि व्यक्तिले राजनीतिक दलको संरक्षण लिएर आए, सदस्यता लिएको रहेछ भने यी व्यक्तिहरूलाई मसँग हिँडिरहेका होइन, हामी सबै यो ठाउँ देश छोडेर हिँड्न चाहन्छौँ। देशमा परिवर्तन चाहेको गरिब दुखी निमुखा किसान सुकुम्बासी मजदुर यी व्यक्तिहरूले देशको परिवर्तन चाहेका छन्। आज सडकमा आउने पनि तिनैका सन्तान हुन्। आज धेरैजना व्यक्तिहरू यस्तो सुकुम्बासी बस्तीहरूमा बसेर एउटा खाट पनि नभइकन सुतिरहेका छन् हस्पिटल। कतिजना व्यक्तिहरू खुट्टाको गोली लागेर बसिरहेछन्। हामी भन्न चाहन्छौँ ती व्यक्तिहरूसँग पनि हामी भेट्न चाहन्छौँ, हस्पिटलको उसमा पनि भेट्न चाहन्छौँ। आज सरकारले निर्णय गर्नुपर्छ। आज गरेको निर्णयले, आज तत्कालीन यो अन्तरिम सरकारले गरेको निर्णयले भोलिको मुलुकको भाग्य र भविष्य, जनताको अवस्थामा सुधार ल्याउनुपर्छ। जहिले पनि मैले भनेको छ, जनताको अवस्था नसुध्रिउन्जेल, जनताको पद्धति नसुध्रिउन्जेल अवस्थामा परिवर्तन आउँदैन। त्यसो हुँदा यहाँ जहिले तैले एलिड वर्गले शासन गरो, जहिले तैले यहाँनेरि चाहिँ शासक वर्ग चाहिँ ठुला धनी गरिब भए, आज केही कुरा होइन। तर यो सरकारले यी निर्णयहरू तत्कालको तत्काल प्रत्यक्ष निर्वाचनको निर्माण कसरी गर्न सकिन्छ, संविधान के कति के होइन, आन्दोलनकारीका माग हुन् र आन्दोलनकारीले विधि र पद्धति अनुसार अगाडि बढ्न चाहन्छ र विधि र पद्धति अनुसार आन्दोलन भएको पनि होइन र प्रत्यक्ष निर्वाचनको माग गर्छ र संविधान अगाडिका संविधानका ती कुराहरूलाई सम्बोधन गर्दै अगाडिका संविधानका सम्पूर्ण कुराहरू भन्दा पनि अब सरकार गठन प्रक्रियामा चाहिँ हाम्रो अघिल्लो संविधानमा चाहिँ जुन प्रदेशका कुरा जुन कुराहरू छन् त्यहाँ चाहिँ हामीलाई त्रुटि छ। ती त्रुटि भएका आधारमा त्यो संविधानलाई संशोधन गरेर हुन्छ, विशेषज्ञको टोली बनाएर हुन्छ, कसरी हुन्छ, संविधान संशोधन गर्ने अवस्था छैन। तर अन्तरिम संविधान जारी गरेर
अहिले तत्कालीन अवस्थामा गर्नु रात रात गए अग्राख पलाउँछ भन्छन् त्यो भएको हुँदा तत्कालीन अवस्थामा सुधार गर्नुपर्छ। र अरू कुरा एक दुईवटा कुरा म भन्न चाहन्छु। युवा कसैको दौराको फेर समातेर अगाडि बढ्ने पक्षमा थिएन र छैन, आफै अग्रसर भएर यो आन्दोलन गरेको हो। र भन्न चाहन्छौँ हामी यदि साँच्चै सक्छ भने लगोस्, सबैलाई जेल बनाओस्, अनुसन्धान गरेर व्यक्तिहरूलाई हाल्न ठिक परेछ जेलमा सरकारले। तत्काल ती भिडियो फुटेजहरू सार्वजनिक गर्न बन्द गरियोस्। मान्छे फ्रस्ट्रेसनमा गइसक्यो, मान्छे झुड्निन थालिसक्यो। देशको परिवर्तन गरेर मर्नुपर्ने बाध्यता कुन पद्धतिले जनाउँछ? देशको परिवर्तन गरेर कुन देशमा मान्छे मर्न बाध्य हुनुपर्छ? त्यसो हुँदा परिवर्तन चाहेको नेपाली जनताले, परिवर्तन चाहेका नेपाली आमाले, सम्पूर्ण नेपाली आमाहरूलाई अनुरोध गर्न चाहन्छु, भन्न चाहन्छु, तपाईँहरूले देखेको सपना, तपाईँहरूका छोराछोरीले देखेको सपना पुरा हुनेछ। र हामी तत्काल यो सरकारसँग संवादमा जान चाहन्छौँ र विधि र पद्धति अनुसार बनाएर विधि र पद्धति अनुसार अगाडि बढ्न चाहन्छौँ। र अन्तरिम सरकारले निर्णय गर्नुपर्छ। आन्दोलनकारी नेपाली जनता, जेन्जी पुस्ता, सम्पूर्ण यो भूगोल, भूमि, यो सार्वभौम सत्ता, स्वतन्त्रता, स्वाभिमान, यी सम्पूर्ण कुराहरू जुन राजकीय सत्ता जस्ता यी अराजकतालाई चाहिँ हटाउनुपर्छ। अराजकता हटाउनका निम्ति र भ्रष्टाचार हटाउनका निम्ति र विविध पद्धतिहरूलाई हटाउनका निम्ति यो आन्दोलन भएको हो। र यो आन्दोलन भएका कारणले अब नेपाली जनताले यो जेन्जी पुस्तालाई साथ दिएर अहिलेको तत्कालीन अवस्थामा अब यो निर्णय गरेर जनताको पक्षमा निर्णय गर्नुपर्छ, भित्रभित्र लुकेर। अस्ति म भन्न चाहन्छु, कुनै पनि मिटिङहरू देशको यो जेन्जी पुस्ताले गरेको एउटा मिटिङमा हामी दुःख माग्न चाहन्छौँ। के भने त्यो अनलाइन मिटिङमा मिटिङ गरियो, जो पायो त्यसले त्यो मिटिङ हेऱ्यो, जो पायो त्यसले त्यो मिटिङलाई गर्यो। त्यसो हुँदा त्यो पद्धति अलिकति सुधारेर अगाडि बढ्न जरुरी छ र सम्पूर्ण नेपाली जनताका माग सम्बोधन गर्न जरुरी छ। देशव्यापी रूपमा नेपाली जनताका मागहरू के हुन् भनेर ल्याउन जरुरी छ र मुलुकको परिवर्तन गर्न जरुरी छ। त्यसो भएको हुँदा पत्रकार हाम्रो एकजना साथीले अब केही कुरा राख्नुहुन्छ र हामी यो भन्नाले हामी माग पूरा गर्न आएका हौँ, हामी कुनै तण्ड मितण्ड मचाउन आएका हौँ र परिवर्तन गर्न चाहन्छौँ। र एकजना साथीले अझै बोल्न बाँकी नै छ र कुरा राख्नु।